도마들이야 나마den게 상월이야는 공감사회기 सर्वप्रथम सबरलाई टसी दिलेक अनि सुस्वास्थ्यको कामना अनि आज अनि आर्य क्षेमाको अनि बसन्ती सेसन आज 14औं दिन रहेको छ अनि आज मुख्य बताउने अनि क्रममा आज अनि यो लेक्चरमा अब 12 श्लोक परेको छ 12 श्लोक 12 नम्बरमा पर्ने श्लोक आज पढाउन गइरहेको छु अनि यसको मूल टिप्पणी अनि यसको व्याख्याको अनि भागले अब यसरी छुटाउनु पर्यो भने अब समृद्धि बोधिचित्त भावना गर्नेमा दुई प्रकारको रहेको छ एउटा हैन एकाग्र समाधिको अनि बेलामा अब यो साटोबाटो गर्ने कुराहरू अर्को चाहिँ के हो त यो समाधि पश्चात अनि विभिन्न प्रतिकूलहरू चाहिँ अब नराम्रो प्रतिकूलहरू चाहिँ अब आफूले के हो त मार्गमा लिने रहेको छ त्यो भित्र पनि के हो त अनि 10 प्रकारको भित्र रहेको छ अनि गएको दिनमा यसलाई यसको यो पाठहरू 10 प्रकारको रहेको छ यसरी हैन विभिन्न रागहरू अनि मार्गमा लिने हैन रोग क्रोधलाई यसरी लिने क्रममा अनि आज चाहिँ के हो त विभिन्न विघ्न बाधाहरू अनि अब 10 मध्येमा आज दोस्रो विभिन्न विघ्न बाधा अनि मार्गको रूपमा लिने चाहिँ रहेको छ यसको अब के रहेको छ त भन्दाखेरि हैन जब अरूले अनुचित रूपमा अनि दया गर्दा गर्दै त्यसको सट्टामा आफूलाई विभिन्न क्षतिपूर्ति आफूलाई दिए तापनि त्यो चाहिँ म सोच्छु कि यो मेरो नै परिणाम हो अनि त्यो नराम्रो परिणाम आफूलाई नै वर्षिएर जुन नराम्रो दिने व्यक्ति आफूले नराम्रो सोचिने व्यक्तिद्वारा उहाँलाई चाहिँ कहिले पनि नराम्रो नहोस् हैन मैले गरेको सबै पुण्यहरू राम्रो कामहरू सबै त्यस्तो नराम्रो सोचिदिने प्राणीहरूलाई म समर्पित गर्दछु यही म यसैलाई नै मेरो एउटा राम्रो कामको रूपमा सोच्दछु भने यसरी 12 श्लोकमा यसरी उहाँले बताउनु भएको छ अब हामी सबैको अब सोचमा एउटा विचारमा चाहिँ हैन अब जुन मेघी दोर्जेको एउटा कालमा त्यो समय हाम्रो समय भन्दा पनि मेघी दोर्जेको समयमा चाहिँ अत्यन्त अब भाग्यशाली र एकदम एउटा सत्य युग जस्तै भएको छ हैन अब विभिन्न संकट युद्ध नभएको त कुनै पनि छैन हैन तर पनि अब अनि अब त्यो बेला चाहिँ के हो त एक किसिमको गुरुलाई अब एक किसिमको रिस हैन त्यसरी अब अविश्वास गर्ने चलन थियो तर अहिले जसो गुरु र चेला बराबरी सोध्ने यस्तो कुविचार कुधारणा त्यस्तो चाहिँ थिएन त्यही कारणले अनि मेघी दोर्जेको पालो चाहिँ अत्यन्तै भाग्यशाली अथवा अत्यन्त नै सत्य युग थियो आजको कालमा चाहिँ गुरुहरूलाई आफ्नो बराबरको रूपमा हेर्ने गरिन्छ तर पहिला मेघी दोर्जेको कालमा पहिला थिएन हैन अब उहाँको पालोमा के थियो त भन्दाखेरि हैन वास्तवमा चाहिँ अब यद्यपि मेघी दोर्जेको युगमा चाहिँ अब सुरुदेखि नै उहाँ कर्मको पुनर्जन्म हो होइन भने विवादमा उहाँको अब धेरै नै अब विभिन्न अब यसमा बनाबन निस्किएको थियो हैन यसमा विभिन्न नमिल्दो कुराहरू प्रतिकूलहरू धेरै भएको थियो हैन उहाँ चाहिँ अब कागी भित्र कर्म कमसमको बीचमा द्वन्द्वको बीचमा फस्नु भयो हैन अन्य अब तिब्बती विद्यालयहरूसँग पनि उहाँ अब र विभिन्न गुरुहरूसँग कुलहरू बीच पनि अब अनि विभिन्न अब यो लीलाहरू हैन विभिन्न अब भनौँ न भन्ने क्रममा बोल्ने क्रममा यसरी प्रवचन गर्ने क्रममा त्यो त्यति अनुकूल त नहुने भएको थियो हैन वातावरण अनुकूल त नभएको देखिएको थियो अब मैले विभिन्न प्रकारका धेरै परिस्थितिहरूको सामना गरेको छु जहाँ कार्य गर्न सजिलो तरिका थिएन भने उहाँले अब
उहाँको यसरी बताउनु भएको थियो जहाँ यो के बोल्ने थाहा पाउन गाह्रो थियो हैन त्यो बेला के बोल्ने हो के नबोल्ने हो भन्ने स्थिति गरेर स्थिति नै एकदम हालत बिग्रिएको थियो त्यति मात्र नभएर मिग्यू दोर्जे आफैले हेरचाह गरेको केही व्यक्तिहरू भन्दा पनि धेरै मानिसहरूले आफ्नो दयालाई गलत तरिकाले अब फिर्ता गरिदिने हैन अनावश्यक शत्रुताका साथ अब फिर्ता गरे वा असत्य आरोपको साथ त्यस्तै गरी कर्मबाको मठमा रहेका भिक्षु समुदायलाई वा उसको अनि उहाँको अब सेवा निवृत्तिलाई पनि अनि हानि पुर्याउने जुनसुकै काम गर्ने नराम्रो मानसय राखेका धेरै व्यक्तिहरू थिए उहाँले गुम्बा बनाए पनि उहाँको चेलालाई अत्यन्तै हानि पुर्याउने बाहेक लाभ सोचिदिने हित सोचिदिने कोही पनि थिएन त्यो बेला अत्यन्त नराम्रो गाह्रो परिस्थिति परेको थियो तर पनि अब मिग्यू दोर्जेले त्यो बेला अब जुन आफूले अब दान गरे बापत हित गरे बापत पनि उनीहरूले आफूले के हो त गलत तरिकाले अब सोचिदिने आरोप लाउने त्यस्तो व्यक्तिप्रति मिग्यू दोर्जे कसरी सोच्नुहुन्थ्यो त कसरी उहाँले भावना अब उहाँको भावनामा अब विभिन्न कुराहरू छाउँथ्यो त भन्दाखेरि अब मिग्यू दोर्जे आफैले नै स्वयमै अब रच्नु भएको आफ्नै अब जीवनको अब हैन भनौँ न मुक्ति कथामा आफैले कोर्नु भएकोमा त्यो भित्र के लेखेको छ त भन्दाखेरि पहिले बताए जस्तै हैन आफूले अब विघ्न बाधा पुर्याउने अर्चना पुर्याउने भित्र बाहिरको अनि के हो त भन्दाखेरि भित्री बाहिर एक किसिमको अब अनि अब जुन मिग्यू दोर्जेको समयमा उहाँको अब प्राणी हितको लागि अब हानि नोक्सानी पुर्याउने अर्चना पुर्याउने अब त्यो बाहिरी भित्रीको मारहरू थियो हैन त्यो मारहरूलाई अब प्राणीहरू देख्दाखेरि उहाँले कसरी अब यसरी उहाँले विचार गर्नुहुन्थ्यो त कसरी उहाँले सोच्नुहुन्थ्यो त भन्दाखेरि अब उहाँले कसरी सोच्नुहुन्थ्यो भन्दाखेरि मैले पूर्व जन्ममा उहाँलाई जानी नजाने मेरो वचन शरीर चित्तले नराम्रो कर्महरू मैले संशय गरेको थियो नराम्रो मैले गरेको थियो होला हैन मैले त उनीहरूलाई कर्मको कारणले हानि पुर्याउने कर्म जम्मा भएर अनादि संसारबाट आउने दुःखहरूले यस जीवनकालमा मलाई हानि पुर्याएको हो भने यसरी उहाँले सोच्नुहुन्थ्यो अन्यथा तिनीहरूको लागि तपाईले हानि पुर्याउने कुनै आधार वा कारण हुने छैन र तपाईलाई हानि पुर्याउन तिनीहरूको लागि असम्भव पनि हुने थियो हैन यसरी सोच्नुहुन्थ्यो अर्थात् पूर्व जन्ममा मैले उहाँलाई धेरै नै नराम्रो सोचेको नराम्रो भावना र आफूले अरूलाई घृणा यसरी गरेको कारणले गर्दाखेरि त्यो पहिला मैले रोपेको बिउ चाहिँ अब अहिले मलाई यो जीवनमा सङ्कट पर्ने प्राणी हितको लागि काम राम्रो गर्नु खोज्दाखेरि पनि मलाई अघि सार्नु नदिने त्यो चाहिँ अहिले मरलाई नै फलेको मलाई नराम्रो फल हो यो मेरै कर्मको फल हो अरूको फल मलाई बर्सिएको होइन अरूको प्राणी नराम्रो भएर होइन यो मेरो आफ्नै कर्ममा गलत भुल र यसमा आफ्नो अनि आफ्नो भुल भएको कारणले गर्दाखेरि मलाई यस्तो देखा परेको हो भने यसरी उहाँले बाहिर नभएर भित्र आफ्नो जीवनमा पन्ना पल्टाएर हेर्दाखेरि आफ्नै दोषमा उहाँले लिनुहुन्थ्यो यही कारणले यो हामीले कलेश भन्नाले चाहिँ के हो त भन्दाखेरि होइन बुद्धको भनौँ न एक किसिमको मोक्ष प्राप्त गर्नुको लागि अब एक किसिम के हो त बुद्धको भए पनि अब आफ्नो विभिन्न अब यो मोक्ष प्राप्त गर्नको लागि हानिकारक गर्नेले कलेश भन्छौँ होइन अब बुद्धको ज्ञान प्राप्त गर्नुको लागि चाहिँ अब विघ्न बाधा पुर्याउने चाहिँ हामीले ज्ञेय वर्ण भन्छौँ होइन त्यही कारणले गर्दाखेरि अनि पूर्ण जन्म मैले अब त्योसँग मिल्दो जुल्दो मैले नराम्रो कर्म गरेको कारणले नै त्यसको नतिजा चाहिँ मलाई अहिले त्यही मिल्दो जुल्दो मलाई फलहरू होइन कुनै काममा पनि अब आफूलाई अनुकूल नहुने
प्रवचन गर्दाखेरि अब मलाई प्राणीहरूसँग केही नमिल्ने, अनुकूल नहुने, अनुकूलता नहुने, वातावरण नमिल्ने त्यस्तो भएको के हो त भन्दाखेरि मैले पहिला मेरो पूर्व जन्ममा मैले अरूलाई मैले हानि नोक्सानी क्षति पुर्याएको थियो, त्यही नै मलाई अहिले देखा परेको हो। त्यही कारणले गर्दाखेरि अनि जे जस्तो अहिले मलाई देखा परे तापनि यसको फलको एउटा नराम्रो फलको नतिजाले उसलाई नाटाकोस्, नराम्रो पापको घुम्टोले उसलाई नाटाकोस्, यो चाहिँ मलाई नै पर्सियोस्। किनकि मैले पूर्व जन्ममा नराम्रो गरेको अनि कारण रोपेको हुँदाखेरि बिउ रोपेको हुन्छ, त्यसको फल म आफैले अहिले भोगिरहेको छु। यो मेरो मलाई भएको जस्तो यस्तो कष्ट, यस्तो सङ्कट, यस्तो असजिलो, यस्तो चराउने कठङ्ग्रिने मेरो मनको पीडा जस्तो अरूलाई चाहिँ कहिले पनि त्यसो नपरोस् है भनेर यसरी उहाँले भित्र आफ्नै मर्मको पन्ना पल्टाउँदै आफ्नो दोषहरूलाई मेट्दै 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 त्यहाँ उहाँले आफ्नो गल्तीको र आफ्नो नराम्रो सोचले यसरी उहाँले हटाउनुहुन्थ्यो। यसले यस्तो भावना गर्नलाई फाइदा के हुन्छ त भन्दाखेरि होइन, अनि यसले के फाइदा जनाउँछ भन्दाखेरि यसले चाहिँ अरूलाई हानि नोक्सानी पुर्यायो भने आफूलाई अलिकता भए पनि दुःख चाहिँ दिन्छ है त, आफूलाई असजिलो, आफूलाई समयमा प्रतिकूल चाहिँ अवश्य हुनेछ है भने यसले एउटा सङ्केत दिन्छ होइन। होइन यसले यो प्राणीहरूले चाहिँ यस्तो आफूले सङ्कट होइन एक किसिमको विघ्न बाधा अडचनाहरू चाहिँ यो चाहिँ के हो त भन्दाखेरि बोधि मार्ग प्राप्त गर्नुको लागि एउटा के हो त, एउटा असाधारण एउटा सिद्धि होइन, अत्यन्त बुद्धको ज्ञान प्राप्त गर्नुलाई अत्यन्त अनुकूलता एउटा आफूसँग मिल्ने एउटा प्रसादको रूपमा आशीर्वादको रूपमा अत्यन्त आफूलाई त्यो अनि भएको रहेछ। यो मलाई अत्यन्त अनि फाइदाजनक छ भने यसरी अब परम पूर्व गुरुहरूले यसरी सोच्नुभयो, हाल गुरुहरूले यसरी सोच्नुहुन्छ। त्यही नै किसिमको के हो त विभिन्न प्रतिकूल मोडहरू मार्गमा लिने तरिका यही नै हो, यसरी नै हो। यो अब उहाँले अब आज्ञा कसरी दिनुभयो थियो त भन्दाखेरि अब थियो त पूर्व परम गुरुहरूले ज्ञान प्राप्त गर्ने बेलामा, मार्गमा प्रवेश गर्ने बेलामा जुन मार्गलाई फैलाउन नदिने, प्राणी हितको लागि कर्म गर्नु नदिने, त्यस्तो भएको नराम्रो पक्ष र बोधि सत्वको रूपमा आफू प्रकट हुने बेला त्यो देखा परेको चाहिँ के हो त एक किसिमको हो आफूलाई बुद्धको ज्ञान समकसम बुद्धको भूमिमा पुग्नको लागि अत्यन्त शीघ्रभन्दा शीघ्र पुर्याउने एउटा सिद्धि हो भने यसरी अब यो नराम्रो मोडहरू मार्गमा अपनाउने क्रमको अभ्यासमा यसरी बताउने परम पूर्व गुरुहरूले बताउनु भएको थियो र बताएकै छ। अब के हो त भन्दाखेरि अब अरूभन्दा म अत्यन्तै अब राम्रो हुनु पर्यो, अरू गुरु अरू लामाहरू भन्दा म अति भिन्नता हिसाबको अलिकति ज्ञानी हुनु पर्यो भने त्यस्तो सोच नभए तापनि होइन, सहजै होइन सहजै राम्रो काममा लाग्दाखेरि आफ्नो सद्भावना बलियो भएकोले होइन, अनि जति सक्दो विघ्न बाधाहरू, जति सक्दो सङ्कटहरू, जति अब नराम्रो मोडहरू परे पनि ढलबल नगरी सत्य मार्गमा जानेहरू पनि हामीले धेरै नै देख्छौँ होइन। होइन अब हामी साधारण सामान्य मान्छे हो भने के हो त भन्ने होइन, आफूलाई दुःख दिने, आफूलाई घोज्ने, आफ्नो जीवन तनस मनस पुर्याउने मान्छेहरूलाई के हो त होइन, अब हामीले के हुन्छ त्यो मरे नि मरोस्, त्यो जस्तो सुकै भए नि भओस्, हामीले के मतलब भन्दा हामीले अनावस्था गर्छौँ, हामी सामान्य होइन गरिरहेको छौँ। तर
उहाँले मृत्यु दर्जीले उहाँले कहिले पनि त्यसो गर्नु भएन। जुन आफूलाई दुःख दिन्छ, जुन आफूलाई जीवनकालमा बाँच्नु नै एकदम कष्टदायक दिन्छ, त्यही मान्छेलाई एकदम उहाँले चासो राखेर हैन, दिन प्रतिदिन दया माया करुणाको मैत्रीको भावनाको औजार बसाल्दै उहाँले सत्य मार्गमा लाउनुहुन्थ्यो। उहाँले अनवस्था नगर्नुहुन्थ्यो, वास्ता राख्नुहुन्थ्यो हैन। त्यही कारणले अनि अब उहाँले अब के हो त भन्दाखेरि उहाँले अब कहिले पनि अब के कुरा भन्नुहुन्थ्यो भने उहाँले म सही छु, ऊ गलत छ भन्ने कुराहरू कहिले व्याख्या गर्नु भएन। उहाँले थप रूपमा उनीहरूले कर्मको नराम्रो परिपक्वको अनुभव होइन। अब भनौँ न एक किसिमको मैले विगतमा तिम्रो लागि यस्तो गरेको थिएँ, अहिले मसँग किन यस्तो व्यवहार गर्नु भइरहेको छ भनेर उहाँले कहिले अरूलाई दोष दिनु नहुन्थ्यो होइन। उहाँले होइन प्रार्थना कस्तो गर्नुहुन्थ्यो पऱ्यो होइन, आफूले अब जति सक्दो अरूलाई दान दक्षिण एक किसिमको साथ सहयोग गरे तापनि उनीहरूले आफूले नराम्रो चुक्दा भनौँ न त्यसको अब आफूले राम्रो गरे तापनि अरूले नराम्रो अब आफूले भने नै मान्छेलाई पनि एक किसिमको उसको चाहिँ परिपाकको नराम्रो कर्मको परिपाकहरू नहोस् होइन, नराम्रो कर्महरू सञ्चय नहोस् भने उहाँहरूले मृत्यु दर्जी प्रार्थना गर्नुहुन्थ्यो। एउटा उदाहरणको लागि के बताउनुको लागि, उदाहरणमा चाहिँ मृत्यु दर्जीको पालोमा एउटा लाचे भन्ने एकजना मान्छे अब थियो। अब मृत्यु दर्जीले उहाँ लाचे भने चाहिँ एकदम माया गर्नुभयो होइन, अत्यन्त अब उहाँलाई अब आफ्नो जसै गरेर उहाँले धेरै उपहार ठुलो ढुवानी अब दिनुभयो होइन। अब उहाँलाई पठाउनु भए धेरै अब ढुवानी सामानहरू पठाउनु भयो, अब रत्नमल्लहरू बहुमूल्य रत्नमल्लहरू पठाउनु भएको। अब त्यो पठाइसकेपछि उहाँले अब के हो त, अब त्यो लाचेले चाहिँ कृतज्ञता कुनै विचार गरेन होइन, बरु के भयो त अनि छुर्पु मठमा ठुलो नोक्सान पुऱ्यायो त्यो लाचे भन्नेले होइन होइन। अब राम्रो गरेको कृतज्ञको बापक उसले झनै नराम्रो अब नोक्सान पुऱ्यायो होइन। अब अनि जुन लाचेले अब एक किसिममा के हो त छुर्पुमा धेरै नै अब तनास मनास गरी अब धेरै हानि पुऱ्यायो होइन। त्यस्तो भइसकेपछि अन्त्यमा उहाँ अब यो लाचेको अब मृत्यु चाहिँ डरलाग्दो भएको थियो होइन। अब त्यो बेला चाहिँ जब अनि मृत्यु दर्जीले त्यो सुन्यो अनि होइन, कुनै मान्छेले अब लाचे भने त मरिसक्यो भने मृत्यु दर्जीलाई अब समाचार सुनाउनु भयो। त्यो समाचार सुनाउने बेला होइन अब उहाँले अब मृत्यु दर्जीले के वचन दिनुभयो त भन्दाखेरि लाचेको डरलाग्दो मृत्यु कठिनाइ समय भोग्नु भयो, ऊ आफ्ना कष्टहरूद्वारा पराजित भयो र कुनै नियन्त्रण भएन, बिचारा गरिब मान्छे एक किसिमको होइन होइन। उहाँलाई बिचारा एउटा कलेजको बसले गर्दाखेरि उहाँलाई केही राम्रो काम गर्नुमा एउटा अधिकार पाएन, जहिले पनि यो कलेजले नै उहाँलाई थिचेरिरहे बिचारा भन्ने यसरी उहाँले भित्रबाट नै यसरी उहाँले अब होइन भित्रबाट नै उहाँले दया माया करुणा जागेर उहाँले अब जसरी भए पनि एक किसिमको यो नराम्रो मोडदेखि चाहिँ मुक्त हौँ भनेर यसरी प्रार्थना गर्नुभएको थियो। त्यसै कारणले होइन अनि भ्रमले अन्धकारमा डुबेका र घृणाको आगोमा जलेका यस्ता मानिसहरूप्रति उहाँ यति धेरै चिन्तित हुनुहुन्थ्यो कि उनको अनि हृदयलाई सियोले छेटेको जस्तै गर्नुहुन्थ्यो होइन। धेरै दिन र रातसम्म उनी चुपचाप बस्न नसक्थे र चिन्तित हुँदै भने म के गर्न सक्छु होइन। उनले गुरुहरू र 3 रत्नहरूको कारण आह्वान गर्न आकांक्षा परेर धेरै आँसु बगाए होइन। जसरी उनका परिचार होइन अब धेरै प्राणी उहाँले धेरै नै चिन्ता गर्नु सक्थ्यो, धेरै नै चिन्ता गर्नुभयो यसरी होइन। एकजना प्राणी मात्रै नभएर अनेक
कलेशको बसमा फसेर मृत्यु हुने, संसारमा दुःख भोग्ने भोगिरहेको प्राणीहरूले, भौतारिरहेको प्राणीहरूले उहाँले अत्यन्तै दिन रात उहाँ नि चिन्तित हुनुहुन्थ्यो हैन। उहाँ सास पनि फेर्न नसक्ने, अब उहाँ हाँस्नु पनि नसक्ने एउटा हैन, अत्यन्त उहाँलाई धेरै नै गाह्रो त्यस्तो हुन्थ्यो, किनकि यो भित्रीबाट दया मायाको एउटा सागरको सत्यताको जल बाहिर उम्लिसकेपछि त्यो शान्त हुन धेरै टाइम लाग्दो रहेछ। यो बोधिसत्वको असाधारण एउटा यो असाधारण यो ज्ञानको ध्वनि हो भनौँ, मलाई जस्तो लाग्छ हैन। अब यो उहाँले धेरै आँसु सुहाउनु भयो प्राणी हितको लागि, यसरी हैन आँसु बगाएर उहाँको अब यो चाहिँ कसले लेखिएको थियो त भन्दाखेरि हैन, आफ्नो अब परिचारक हैन साङ्गे पल्डुपले अब आफ्नो आँखाले देखेको जसरी अब त्यो सबै उहाँले अब व्याख्या लेख्यो, अब टिप्पणी गर्यो हैन। अब यसरी अब मेघी धोर्जेले अब भनौँ न, अब आफ्नो चेलाको सामु मेरो गुरु सत्यता उहाँ प्राणी हितको लागि एउटा इतिहास, एउटा लीला, एउटा चर्या चाहिँ रच्नु भयो भने यसरी उहाँले देखाउनु भएको थियो। मेघी धोर्जेको समयमा हैन उहाँ अब धर्मको सन्दर्भमा एक प्रसिद्ध लामा मात्र पनि त्यो मात्र नभएर अब हैन, त्यो त भन्नै पर्दैन उहाँ थियो, तर सांसारिक मामिलामाहरू पनि उहाँसँग अनि कानुनको न्यायाधीशहरूको रूपमा काम गर्ने निश्चित अधिकार पनि उहाँलाई थियो। अब महामण्डप कैयुपाको अब प्रसिद्ध लामा त उहाँ थियै थियो, यो त भन्नु पर्दैन। यस माथि पनि के हो त, अब यो उहाँ चाहिँ अब भोटको अब पूर्व पश्चिम उत्तर तल माथि सबैमा अब उहाँले यसरी अब भनौँ न धेरै प्रभाव पारेको थियो उहाँको चर्याले। अब लामा अत्यन्त अब उहाँ प्रसिद्ध विख्यात थिए हैन। अब त्यो बेलामा अब लामा मध्येमा नि उहाँसँग चाहिँ कानुन र न्यायाधीशको एउटा स्वतन्त्रता एउटा अधिकार थियो, निश्चित अधिकार थियो। यदि त्यहाँ मानिसहरू थिए जसले उहाँले पहिले दयालु व्यवहार गरेका थिए, तर पछाडि त्यो जुन आफूले दया माया गरेको मान्छेहरूले पनि मेघी धोर्जेलाई चाहिँ घमण्ड गर्ने र घमण्डले उसको कुरा नसुन्ने हैन। अब धेरै थियो हैन, मेघी धोर्जेले अब बताउने क्रममा अब नमान्ने नटेर्ने धेरै थियो उसले हैन। अब खास हो भन्ने होइन, त्यस्तो ठुलो अब न्यायाधीशको एउटा उहाँ शक्ति थियो, एउटा पावर थियो उहाँसँग हैन, ऊर्जा थियो, तर पनि उहाँले जुन नसुन्ने नटेर्नेहरूलाई उहाँले के हो त सजाय जरिवाना अब संसारिक रूपमा एकदम खतरा भएन मृत्युदण्डसम्म उहाँले दिन सक्नुहुन्थ्यो। र यो कानुनको कारण शिक्षाको खातिर भएको बहाना पनि गर्न सक्छौ हैन। विभिन्न कानुनहरू ल्याएर मान्छेहरूलाई अब ठिक समयमा आउनु सक्थ्यो, आफ्नो पावर शक्ति देखाएर हैन। उहाँलाई अब विभिन्न कानुन विभिन्न अब उसलाई अब जरिवाना गर्नु सक्थ्यो हैन हैन। अब कानुन विपरीत कानुनलाई उल्लङ्घन गरेको विभिन्न अब हैन किसिम के हो त अब उहाँले निकाल्नु सक्दैन, आफ्नो अब राम्रो ठाउँ बस्नुको लागि, आफ्नो नाम पद प्रतिष्ठा बढाउनको लागि, सम्पत्ति बढाउनको लागि हैन। यसरी अब उहाँले विभिन्न यो राजनीतिक कुराहरूको उहाँले बर्साउन सक्थ्यो हैन। विभिन्न एकदम खप्नु नसक्ने कानुनहरू उहाँले अरूले दिनु सक्थ्यो, तर पनि हैन। तर उहाँले प्राणी हितको लागि सोच्नुभयो, कयौं युगसम्म घुमिरहने प्राणी हितको लागि सोच्नुभयो कि यहाँ यसरी उहाँले कहिले गर्नु भएन हैन हैन। उहाँको इतिहासमा कुनै अब उहाँले त्यसो गर्नु भएन नाम रहन्थ्यो होला, ओ यस्तो लामो भएर मेघी धोर्जेले यस्तै प्राणी हितको लागि यस्तो कानुन ल्याउनु भयो कि सत्य कानुन ल्याउनु भयो, जुन नर्मल मान्छेहरूलाई चाहिँ यसरी उहाँले न्याय दिनु भएर हैन, जुन जरिवाना यसरी राख्नु भएर प्राणीलाई यसरी हाम्रो मार्गमा लाउनु भयो भने विभिन्न फुक्थ्यो होला हैन। तर पनि त्यसरी उहाँले कहिले गर्नु भएन हैन।
उहाँले जति सक्दो धर्मसँग मिलेर धर्मसँग तालमेल खाएर उहाँले जति सक्दो सत्य काम गर्नुभयो। आफ्नो स्वार्थको लागि एक थोपा पानी समेत पनि जस्तै आफूले स्वार्थको लागि त्यति पनि सोच्नु भएन, सबै प्राणीहरूको लागि सोच्नु भयो। त्यसो कारणले हैन त्यो बेलामा अरूलाई जरिवाना गर्ने त परिजाउँ हैन। विभिन्न आफूमा आइपरेको सङ्कट, विभिन्न भनाइ आरोपहरूलाई पनि उहाँले कहिले पनि अरूप्रति अब वर्षाउनु भएन, त्यो आफूले लिनुभयो हैन। त्यसैले अरूबाट आफूले अब विभिन्न भनौँ न नराम्रो गर्दाखेरि, उसलाई सङ्कटमा पार्दाखेरि, द्वन्द्वमा पार्दाखेरि उसलाई होइन आफू चाहे तपाईँ चाहे म चाहे जोसुकै होस्, कति मनमा दुःख हुन्छ, कति मनमा चराउँछ, निन्द्रा लाग्दैन, कति तपाईँको आफ्नो भित्री एउटा मनमा कतिको आफूलाई मर्म, कतिको आफूलाई वेदनाहरू पल्टिन्छ, त्यो त भन्नै पर्दैन हैन। त्यही कारणले उहाँले चाहिँ के हो त भन्दाखेरि होइन सदा चाहिँ दैनिक जीवनै उहाँले सबै प्राणी हितको लागि मात्रै उहाँले सोच्ने एउटा लामा एउटा भिक्षु भएकोले उहाँलाई बाहिरको जस्तो सुकै सङ्कटको छालले, सङ्कटको समुद्रको बदबद पोल्ने नुनिलो पानीले उहाँलाई कहिले पनि भिजाउन सकेन हैन। त्यही कारणले त्यस्तो हुने बेलामा नि उहाँलाई फेरि अर्को के आयो भन्दा फेरि उहाँलाई हो अब मद्दतको बदलामा उहाँलाई हानि पुर्याउने कृतज्ञ मानिसहरूको बारेमा मात्र सोचेका थिए हैन। उनीहरूले आफ्नो हृदयबाट स्वीकार गर्नको लागि चार शक्तिहरूको धार्मिक औषधि प्रयोग गर्नुभयो। उहाँले उनीहरूलाई दोष कहिले दिनु भएन हैन। नियम र भूमिका कानुन नबने त्यसपछि प्रत्यक्ष अप्रत्यक्ष रूपमा उनीहरूको लागि समस्याहरू खडा गरे हैन। जुन विभिन्न मान्छेहरूले हैन मिगी दोर्जेलाई बरु उसले अरूको भावना र तिनीहरूको दुःख र खुसीको बारे मात्रै सोच्नु भयो मिगी दोर्जेले। कसैको लागि चाहे जोसुकै होस् उसको हृदयको गहिराइमा कहिले पनि कुनै लगाव र घृणा वा पूर्वग्रह थिएन। विशेष प्रयास नगरी पनि उसको योग्यता भनौँ एउटा समृद्धि ज्ञान बढ्यो, उनको प्रसिद्धि व्यापक रूपमा फैलियो। यो चिजहरूको अनि प्रकृति हो। यो एउटा राम्रो काम गर्दाखेरि अब मनमा सत्यता फल्ने, यो उम्रिने यो प्रकृतिको नियम हो। अन्य विद्यालय अब विभिन्न मठमा मानिसहरूले यो कुरामा आफ्नो मन बुझाउन सकेन हैन। त्यो अब डाहा लाग्यो, मिगी दोर्जेले यस्तो गर्दै अरूलाई डाहा लाग्यो। त्यसैले तिनीहरू अब ईर्ष्यालु रिसाएर यसको आरोपको कारणले गर्दाखेरि मिगी दोर्जे उनका चेलाहरू र अनुयायीहरूले अन्य पूर्ण रूपमा उनीहरूलाई आफूले नगरेको कामको सजाय दिएर तिनीहरूको आलोचना गर्नु लगाए मिगी दोर्जेलाई। आधार बिना अन्तमा तिनीहरूले मानिसहरूलाई के भने मिगी दोर्जे हेर्न जानबाट रोक्न लगाए हैन। मिगी दोर्जे दर्शन गर्नु हुँदैन, जानु पाउँदैन भनेर यसरी ईर्ष्यालु गर्ने अब यसरी हो मिगी दोर्जेलाई अब रोक लगाए दर्शनको लागि हैन। आफूले सक्दो गरे हैन, जान रोक्न अब आफूले सक्दो अब रोक लगाए। उनीहरूले कसैलाई पनि भिखारीलाई समेत मिगी दोर्जेलाई भेटी चढाउन रोक्न लगायो। सबै तरिकाहरू प्रयास गरे। उनले खामदेखि उचाङको यात्रा गरेर खासामा रहेको झो शाक्यमुनिको मूर्ति हेर्ने विचार गरे हैन। अब भोटमा हेर्ने हो भने लासा झो भनिन्छ हैन। अब झो शाक्यमुनि अत्यन्त अब शक्तिशाली, धेरै नै प्राणीको अब मनोकांक्षा पुरा हुने एउटा बुद्धको एउटा मूर्ति प्रतिमा रहेको छ। एक समयमा उहाँलाई के भावना आयो भन्दाखेरि अब झो शाक्यमुनि म एकचोटि दर्शन गर्नु जानु पर्यो भने यसरी उहाँले चाहना गर्नुभयो भने यसरी जानु सक्नु भएन हैन। त्यही कारणले गर्दाखेरि अनि त्यो बेला उहाँले अब झो शाक्यमुनिको मूर्ति दर्शन गर्नु पाएन र अन्य विद्यालय असन्तुष्ट मानिसहरूले उहाँलाई यात्रा गर्न गाह्रो बनायो। यदि त्यो बेला अब
यदि त्यो बेला उहाँले मिग्यु दोर्जेले उहाँले अब जोशाको मुनिको सामु प्रत्यक्ष रूपमा पाल्नु भएर उहाँले प्रार्थना गर्नुभएको त्यो बेला के हुन्थ्यो भन्दाखेरि हैन त्यस अवसरमा सबैले सोचे कि यदि मिग्यु दोर्जे जो शाक्यमुनि हेर्न गएर प्रार्थना गरे भने तीमा कुनै आक्रमण हुने छैन न कुनै महामारी अनिकाल युद्ध हुने छैन सिंहको देश खुसी हुनेछ तर यो हुन गाह्रो थियो हैन यसै गरी अब जब उनी 40 वर्ष उमेर पुगे अनि फक्टुक स्वामीले उनलाई अब सुल्फी धेन्सामा उहाँले बताउनु अब स्वागत गर्नुभयो हैन त्यसरी अब उहाँलाई अब भनौं न यसरी अब दर्शन गर्नु दिएन यदि अनि पाल्नु भएको भए यदि विभिन्न उहाँले शान्त गर्नुहुन्थ्यो विभिन्न द्वन्द्वहरू शान्त गर्नुहुन्थ्यो तर त्यस्तो भएको विभिन्न आफ्नो अब मान्छेहरूले नसाउँथ्यो त्यही कारण उहाँलाई त्यहाँ अनि यात्रा गर्नु गाह्रो बनायो मिग्यु दोर्जे उहाँ अब 40 वर्ष उमेरमा पुग्नु हुँदाखेरि अब भोटको एउटा राजा जस्तै एउटा त्यो बेला राजा को थियो त्यति अब हामीले भन्नु सकिँदैन अब फक्डु हैन त्यो बेला अब यो अब फक्डुको एउटा शासन थियो हैन त्यो बेला त्यो उहाँको अब यो राजनीति चलिरहेको थियो त्यो बेला अब सुल्फु भन्ने एउटा ठाउँमा चाहिँ क्षेत्रमा चाहिँ जुन फक्डुले चाहिँ अब सुल्फु भन्ने अब ठाउँ चाहिँ उहाँलाई अब चराउनको लागि अब उहाँले आह्वान गर्नुभए जुन फक्डु राजाले चाहिँ हैन अनि अब त्यो बेला अब मिग्यु दोर्जेले के बताउनु भयो भन्दाखेरि हैन उहाँले अब त्यो विभिन्न प्रशासन अब आफू लिनुको लागि असमर्थ भएको जिद्दी गरे म सक्दिनँ त्यस्तो क्षमता मसँग छैन भनेर मिग्यु दोर्जेले स्वीकार गर्नु सक्नु भएन तर उनीहरूले यति जिद्दी गरे कि उनी सुल्फु मठमा गए लास्टमा उहाँले जिद्दी गरे बाबा हैन जसरी तपाईँ पाल्नै पर्छ प्राणी हितको लागि त्यो नभई नहुने हैन अब जुन अब यो फक्डुले अब समयमा धेरै अब आह्वान र अनुरोध गरे बाबत अनि मिग्यु दोर्जे अन्तिममा उहाँले स्वीकार गर्नुभयो हैन त्यो अवसरमा त्यस क्षेत्रका सबै संघका हैन तपाईले देख्नु भयो नि सिल्भु गुम्बाको एउटा यो अब नमुना मात्रै बाँकी छ है यो चाहिँ अब यो चोङ्गब घेलुपाको अब चोङ्गब गुरु यहाँ पाल्ने बेला अब हैन अब लास्टमा एकदम विख्यात एकदम प्रसिद्ध यो अब महाविद्यालयको 6 वटा थियो हैन 6 वटा विख्यात अब विद्यालयहरू थियो यो हैन यो अनि विभिन्न अध्ययनको गर्नको लागि विख्यात अब 6 वटा अब त्यो विद्यालयहरू थियो मध्येमा अब सुल्फु भन्ने पनि एउटा थियो हैन यो अब अहिले अब तपाईहरु नमुना बाहेक अरु केही पनि देख्न सक्नुहुन्न हैन अनि यो फक्डुपाले अब मिग्यु दोर्जेलाई अब चढाउनु भएको थियो पहिला जे भए तापनि यो सुल्फुको क्षेत्रमा पाल्नु हुँदाखेरि उहाँ अब विभिन्न त्यो सिद्धान्तहरू हैन अब त्यहाँ सुल्फु अब क्षेत्रमा हुने अब लामा भिक्षु भान्तेहरू चाहिँ मिग्यु दोर्जे पाल्नु हुँदाखेरि त्यति खुसी हुनु भएन त्यहाँ हैन त्यस अवसरमा क्षेत्रका सबै संघका सदस्यहरू खुसी भएन हैन अब उनी किनकि अब उहाँले अब विभिन्न गुम्बाहरू अब लिँदा आफ्नो हातमा लिँदैछ अरूको सबै अधिकार उहाँले लिँदैछ हैन हैन अनि त्यो बेला के उहाँलाई अब एक किसिमको अब हैन के अब भनेको थियो त भने उनीहरूले अब एक किसिमको हो उहाँ चाहिँ अब कर्मको अवतार भएन के गर्ने उहाँ त एउटा राक्षसको अवतार हो हैन राक्षसको रूप लिएर आएको छ भने यसरी उहाँले भन्नु नहुने विभिन्न अब उहाँलाई भनेको थियो हैन हैन त्यो बेला धेरै नै अब संकटहरू यसरी अब विभिन्न अब द्वन्द्वहरू भएको थियो हैन
हामीले उहाँलाई उसलाई अवरुद्ध गर्नुपर्छ, कवच लगाएर आफ्नो हतियार तयार गरेन भने यस्ता धेरै मान्छे आएर अब हामीलाई अधिकारमा लिनेछ भने यसरी अब मिग्यो दोर्जेले अब यसरी सङ्कटमा पारेको थिए। अब यहाँ के एउटा भन्ने के भनाइ साथ महान गुरुहरूको वचन अमृतमय वचनमा चाहिँ के भन्छ भन्दाखेरि दलितहरू तल्लो तहको आफ्नै दुःखको चिन्ता गर्छ, महान व्यक्तिहरू चाहिँ अरूको पीडाको चिन्ता गर्छन् भनेर यसरी अब भनेको भन्ने भनाइ पनि छ महान वचनमा। अब जुन अब मिग्यो दोर्जेलाई यसरी अब जति दुःख दिए तापनि मिग्यो दोर्जे अरूलाई हानि नगर्ने, अब हितको लागि सोच्ने बाहेक अरू केही गर्न नहुन्थ्यो। तिनले ती शत्रुहरूप्रति आफ्नो मायालु मनोवृत्ति कहिल्यै गुमाउनु भएन मिग्यो दोर्जेले, र उनीहरूलाई अरूले प्रसाद दिनुपर्ने र जीविका उपलब्ध गराउनु पर्ने मानिसहरू ठान्नु भयो हैन। उनीहरूले यस्तो काम गर्ने साहसी कसरी हुन्छ हैन। अब मान्छेले अब हैन मिग्यो दोर्जे कसरी सुनेको थियो, त्यस्तो मान्छेहरू तपाईँले कसरी दयामाया गर्नुहुन्छ त भन्दाखेरि हैन, तपाईँ कसरी उनीहरूप्रति एकदम ढुक्क हुनुहुन्छ भन्दाखेरि विगतका गुरुहरूको आचारले मानिसहरूले अशुद्ध देखेका छैनन् र सोद्धाखेरि अब तिनीहरूसँग यो बुझ्न सकिन्छ तिनीहरूको नियन्त्रण थिएन। पतित समयमा मार र भूतहरूले कसैले पनि ठुलो प्रभाव पार्न सक्छन् र उनीहरूलाई आफ्नो अधिकारमा राख्न सक्छन्, जसले गर्दा उनीहरूले शिक्षा र प्राणीहरूको खुसीलाई नष्ट गर्ने काम गर्छन् उनले भने हैन। त्यही कारणले गर्दाखेरि यो आफूमा हुने हैन विभिन्न नराम्रो सोचहरू नि राक्षस हो हैन। त्यो नराम्रो सोच भएकोले नै जुन आफूले अब के सत्य काम गर्नु अधिकार दिँदैन अनि त्यसले गर्दाखेरि नै प्राणी हितको लागि अब जुन आफूमा हुने अब आफूमा मनमा जागेको एउटा रागको ज्वाला बाहिर देख्दैन, तर त्यसले राग पर नष्ट पारिदिन्छ। त्यो भएको मान्छेहरूलाई पनि अब बिचरा केही अब अधिकार छैन भने यसरी अब प्राणीहरूलाई यसरी दयामाया गरेर यसरी अब मिग्यो दोर्जेले यसरी बताउनुहुन्थ्यो। अब प्राणीमा चाहिँ अब यो कर्मको आवरणहरू, अब त्यसै गरी अब कर्मको आवरणहरू कलेजको आवरणहरू ढाकिएको कारणले गर्दाखेरि होइन बिचरा उनीहरूलाई अब केही अधिकार छैन हैन। अनि उहाँ एकदम कमजोरी एकदम दुर्बल एउटा दुर्बल भएको कारणले गर्दाखेरि अनि उनीहरू अब भएको कारणले गर्दा उनीहरू चाहिँ मलाई नराम्रो गरेको हो भने उहाँले कहिले सोच्नु नहुन्थ्यो। उहाँको एउटा उहाँले चाहिँ के भन्दा प्राणीहरूसम्म धेरै किसिमको के हो त कलेजको कारणले गर्दाखेरि उहाँलाई धर्म गर्नुको एउटा अधिकार नभएको कारण यसरी उहाँ पीडित धर्मबाट पीडित भएको हो भने यसरी उहाँले सम्झिनुहुन्थ्यो। त्यसै कारणले गर्दा अनि मिग्यो दोर्जेले यसरी अब के हो त उपायजनक निकल्ने यसरी विभिन्न अनि अब अनि विघ्न बाधाहरूले पन्छाउने यसरी नै अब पन्छाउनु भयो। यदि नभए त्यो झगडा भएको ठाउँमा एकछिन उहाँले नै फेरि झगडा गर्नुभयो, युद्ध गराउनु भयो होइन। विभिन्न अरूबाट अब नराम्रो आएको आफूले फेरि त्यसको अब त्यसको चुक्ता फर्कायो भने झन् द्वन्द्वहरू फैलिनु हुँदाखेरि अनि बाहिरबाट आएको सबै द्वन्द्वहरूलाई उहाँले मेरो आफ्नो कर्मको नराम्रो फल हो भने यसरी उहाँले स्वीकार गर्दै यसरी बाहिरको विभिन्न अनि के हो त द्वन्द्वहरू उहाँले रोकिदिनु भयो। अनि यसरी कारणले गर्दाखेरि अब प्राणी हितको लागि यसरी धेरै समयमा अब उहाँले लागि पर्नुभयो हैन हैन। उहाँले प्रार्थना के गर्नुभयो भन्दाखेरि जुन नराम्रो कर्म देखाउने प्राणीहरूको होइन नराम्रो कर्मको फल र कारणहरू सबै मलाई बर्सियोस् होइन, उनीहरूलाई नराम्रो नहोस्, बरु मैले गरेको सबै सम्पूर्ण
कार्यहरू सबै मैले यो अनादिकालदेखि नै सञ्चय गरेको प्रार्थनाहरू सबै अरूलाई वर्षियोस् अरूलाई पाओस् भनेर यसरी उहाँले भित्री हृदय खोलेर अरूलाई समर्पण गर्नुहुन्थ्यो अब त्यो 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 भित्रभरिमा अब उहाँको अब एकदम राम्रो खुबी के हो त भन्दाखेरि आफूलाई कष्ट सङ्कटमा पार्ने प्राणीहरूको लागि विशेषता नै प्रार्थना गरिदिने सत्य सकी सोचिदिने त्यही नै अब राम्रो मेरो कर्म र मेरो यही नै राम्रो खुबी होला भने यसरी उहाँले भावना उहाँले विचार गर्नुहुन्थ्यो लासो 30 मिनटको लागि हामी विश्राम राख्छौँ 다等于公司吧的，讲我们遇到些不抽象的个了呀。 पहिले बताए चाहिँ मिकी दोर्जेको पालोमा हैन जुन अब त्यो बेला अब मिकी दोर्जेको पालोमै अब के हो त विभिन्न सिद्धान्तहरू अनि मतभेद भएको हैन अनि विभिन्न यो सिद्धान्तहरू हैन अनि कमसङ सम्प्रदायमा पर्ने विभिन्न मठ मन्दिरहरू अनि लामा गुरुहरू हैन विभिन्न अब सानोतिनो विवादहरू मचिएको थियो धेरै नै हैन अब यस्तो भनौं न यो द्वन्द्व सुरु गर्ने प्रारम्भिक परिस्थिति के थिए धेरै स्पष्ट छैन अब इतिहासमा चाहिँ अब यो मिकी दोर्जे पालोमा द्वन्द्व हुने हैन संकट हुने कुराहरु त लेखिएको छैन त्यही पनि अब एउटा अनुमान गर्दाखेरि अब अलिअलि अब लेख्ने क्रममा चाहिँ हैन बताउनु पर्दाखेरि अब अलिरहेको छ अब जरैदेखि चाहिँ अब यस्तो भन्न बताउन अब मुस्किलै छ तर पनि एउटा अनुमानको हिसाबले गर्दाखेरि हैन त्यो बेला अब यो द्वन्द्वहरू संकटहरू हुनुको अब मुख्य हुनु कारण के हो त भन्दाखेरि अब धेरै परिस्थितिहरू सुरुमा साना साना समस्याहरू थिए यी अति रञ्जित थिए र मानिसहरूले एक अर्कालाई दोष दिए ताकि तिनीहरू बिस्तारै ठुलो हुँदै गएको थियो हैन मलाई विश्वास त्यस्तो होस् मलाई लाग्छ जे भए तापनि ती विवादहरूको बारेमा धेरै भन्नु छैन र धेरै आवश्यक पनि छैन हैन आज म भन्दिनँ यो विभिन्न विवादहरू विषयमा हैन त्यसको अर्थ पनि छैन आवश्यक पनि देख्दिन यो यस्तो अब विवादहरू मचिएको थियो भन्ने कुरा मात्रै हो त्यो बेला अब सामान्यतया अब यो हैन सुन्ने र अब भन्नेलाई अब धेरै नै अब फरक पर्दछ हैन अब म एउटा बताउने क्रममा हुने भन्दाखेरि अब हैन अब म एउटा यसको विषयमा बताउने भन्दाखेरि म कसरी के विचार गर्छु त भन्दाखेरि जुन इतिहास बताउने क्रममा मलाई कर्मपाको नाम अब यो एउटा बुद्धको आशीर्वादले गर्दाखेरि मलाई नाम एउटा पाएको छ त्यो भएको हुँदाखेरि म सत्य कुरा गर्दैछु है त फेरि म एउटा कर्मपाको नाम लिएर हैन मलाई एउटा बुद्धको आशीर्वाद पाएर हैन म कर्मपा हुँ कर्मपाको एउटा अवतारमा म पर्छु है भनेर त्यस्तो भावना सोच लिएर मैले यसरी यो कर्मपाको इतिहासहरू मैले बताएको चाहिँ होइन है यो म भित्रदेखि चोखो र सत्यता भन्छु तपाईहरुलाई तर पनि अब यो मेरै अब सोचमा मेरै अब विचारमा भन्नुपर्दाखेरि हैन अब म एउटा कर्म हो कि होइन म आफैले सोध्यो भने म आफैले अहिले गाह्रो छ हैन खास हो भने कर्मको एउटा अवतारमा पंक्तिमा आइरहेको हो भने अब सबै ज्ञानले भरिपूर्ण भएको त्यस्तो
म आफै पल्टाउँदाखेरि अब मैले त्यस्तो देख्दछु उहाँ पूर्व कर्महरू तर म आफैले हेरेँ भने एउटा के हो त 3-20 ले गाँजिएको होइन अनि गाँजिएको एउटा होइन 3-20 ले बाँधिएको गाँजिएको र यस्तो परिस्थितिमा भएको भन्दाखेरि अनि अनि म जस्तो एउटा एउटा कर्मपा साँच्चै नै हो त भने अब हेर्दाखेरि मलाई अलिकता मैले भन्नु नसक्ने अवस्था त्यस्तो मलाई देखिन्छ हैन अब एउटा अब मान्छेहरूले भनौँ न एउटा पूर्व गुरुहरूको कृपाले गर्दाखेरि मलाई एउटा कर्मपाको नाम दिएको एउटा मान्यताले गर्दाखेरि अनि त्यसको एउटा रूपले अनुरूपले गर्दाखेरि मात्रै यो कर्मपाको एउटा मुक्ति जीवनी विषयमा मैले बताउने गरेको हो बाहेक म एउटा कर्मपा नै हुँ होइन एउटा म कर्मपा एउटा घमण्ड हो म साँच्ची नै एउटा कर्मपाको रूप अवतार आएको भएको यस्तो भावना यस्तो सोच विचार लिएर मैले यो मुक्ति विमुक्ति जीवनी कथा कर्मपाको मैले यसरी बताएको होइन हैन अब मैले पनि जति सक्दो आफूले जानेको अनुसार हैन आफूले जति भ्याए जति मेरो दिमागले ओगटे जति मैले जति सक्दो अब मैले अब बताउँदै छु हैन मैले पनि जति अब सिकेको गुरुहरुबाट मैले सिकेको कुराहरु त्यसमा अनुभव भएको कुराहरु हैन मैले बताउने हो अब यो मैले बताउने क्रममा हो हैन अनि तपाईहरुले पनि एउटा फेरि सोच्ने अब जुन सुन्नेले पनि एउटा सोच्ने तरिका विचार गर्ने तरिका एउटा गलत भयो भने त्यसको गलत फ्यामिली हुन सकिन्छ त्यसैकारणले हामीले ध्यानपूर्वक सुन्नुपर्ने हुन्छ र मैले पनि ध्यानपूर्वक र सत्यता के हो हैन अन्ध्र भुँडी केलाए जसरी मैले सत्यता बताउनु पर्ने हुन्छ अब यो कर्मपावरको अब यो भनौँ न अब जीवन श्रृङ्खलामा भनौँ न अब होइन अनि साधारण अब भनौँ न उहाँहरूले विशेषता कुराहरू अब आएको हुन्छ विशेषता कुराहरू के हो त भन्दाखेरि होइन जहाँ सामान्य कर्मपावरको मुक्तिको कथाहरूको सन्दर्भमा जहाँ मलाई इतिहासको अलिकति थाहा छ मलाई लाग्छ कि त्यहाँ 3वटा विशेषताहरू छन् जुन सबै कर्मपावरले साझा गरेका छन् त्यो के हो त भन्दाखेरि अब सबै अवतारहरूले साँचो धर्म फैलाउन कडा परिश्रम गरे र त्यस्तो गर्नमा निपुण हुनु यो स्पष्ट छ उदाहरणको लागि हैन एकदम अब भनौँ निपुण हैन उपाय कौशल थियो कर्मपाहरू जुन सत्यता धर्म फैलाउनको लागि हैन विभिन्न अब उपायजनक उहाँले दर्शाउनुहुन्थ्यो वर्षाउनुहुन्थ्यो हैन अब उदाहरणको लागि हैन तिनीहरू एकै ठाउँमा कहिले पनि बस्नु भएन जुन पहिलो दुसुम खेपदेखि लिएर यो 16औं अवतारी कर्मसम्म उहाँ प्राणी हितको लागि धर्म फैलाउनको निम्ति तिनीहरू एकै ठाउँमा कहिले बस्नु भएन यसको सट्टा तिनीहरूले विभिन्न ठाउँहरूमा यसरी अब यात्रा गर्नुभयो मध्य तिब्बत पूर्वी तिब्बत र बीचको अब मध्यम तिब्बत हैन त्यसै गरी अब चीन मङ्गोलिया अन्यहरूमा उनीहरूले धेरै दुर्गम उपत्यकाहरूमा पनि पाइला राख्नुभयो सार्वजनिक सदस्यहरूलाई उनीहरूले अब हेर्ने र उनीहरूलाई सिकाउने गर्नुभयो सदस्यहरूले उनीहरू अब भनौँ न उहाँहरूलाई गहिरो सम्बन्धहरू सिर्जना गर्ने मौका दिनुभयो त्यही कारणले त्यो स्थानहरूमा अहिले पनि के हो त एउटै कागी भिक्षु वा गुम्बा नहुँदा पनि पुर्खा पालादेखि नै कर्मपा खेनु भने कर्मपालाई बिन्ती गर्ने धेरै घर परिवारमा अझै पनि छ हैन त्यस्तो एउटा धेरै नै एउटा विश्वास भएको हुँदाखेरि हैन अनि ठाउँमा गुम्बा नभए पनि लामा नभए पनि एउटा सानोतिनो एउटा झुपडी घरमा पनि एउटा आफूलाई दुःख मर्क पर्दाखेरि एउटा इतिहास पल्टाउँदाखेरि पनि तिब्बतको कुना कानामा हैन कुना कानी
अब त्यस्तै अब ग्रामीण क्षेत्रहरूमा नि अनि मान्छेहरूले होइन कर्म बखेनो भने अब जब गर्ने गर्छ। यसले के जनाउँछ, यसले के देखाउँछ त भन्दाखेरि अनि कर्ममा चाहिँ एक किसिमको एक ठाउँ मात्रै नभएर अनेकन प्राणी उद्धारको लागि एउटा फैलिएको विकसित क्षेत्रमा मात्रै नभएर विगत हैन धेरै विगत ठाउँमा धेरै दुर्गम क्षेत्रहरूमा यसरी उहाँले पैदल यात्रा गरी प्राणी हितको लागि यसरी अनि धेरै कठोर परिश्रम गरेर प्राणी हितको लागि पाल्नु हुने एउटा यो कर्मबाको यो सामान्य पहिलो अवतारदेखि 16 अवतारसम्म यही नै गर्नुभएको थियो। अब दोस्रो विशेषता के थियो त भन्दाखेरि अब पहिलो अवतारदेखि 16 सम्म अब कर्मबाको नाम लिएको एउटा नै हो होइन, सबैको बराबरै नै हो। तर पनि त्यसमा के हो त आफ्नो अब त्यसमा चाहिँ के हो त एउटा बानी बेहोरा होइन, चरित्र अलिकता शान्त, कोहीको अलिकता कोमलता, कोहीको चाहिँ एक किसिममा के हो त भन्दाखेरि अलिकता क्रोधित होइन, कसैको एक किसिममा के हो त अनि त्यति अब नबोल्ने होइन शान्त पूर्व पनि थियो होइन। त्यो त्यसमा चाहिँ अब कर्मपरको अब ज्ञानमा कोही अब तलमाथि होइन, कोहीमा एकदम अब होइन कोही वैद्यमा, कोही अब तान्त्रिकमा, त्यस्तो विभिन्न आफ्नै अब विशेषता थिए। यद्यपि सबै अवतारहरू कर्मपको शिरमा उस्तै थिए, तिनीहरू प्रत्येक आफ्नै व्यक्तिगत क्यारेक्टर र शैलीहरू प्राथमिकताहरू थिए। त्यसैले यो केवल एक ओसिफाइड र कट्टरपन्थी परम्परा थिएन, एउटै नै थिएन। उदाहरणको लागि मिग्यो दोर्जे पाठहरू होइन अध्ययन गर्न, छलफल गर्न मन पराउँथ्यो होइन। अब दुजुम खेम्बा हो भने एक किसिम के हो त ध्यानमा एकदम मग्न हुन चाहने। अब त्यसै गरी अब मिग्यो दोर्जे हो भने होइन विभिन्न शास्त्र दार्शनिक कुराहरूमा छलफल गर्न एकदम रुचाउने, मन पराउनु हुन्थ्यो। उहाँको बोल्ने शैली, लेख्ने इत्यादि अरूभन्दा भिन्नता थियो होइन। अब भनौँ न केही विद्वानहरू भन्छन् कि मिग्यो दोर्जेको आचरण मन पर्दो नागार्जुनको गहना हो भन्छ होइन, भनेको हिन्छ होइन। अब के हो त भन्दाखेरि अब मिग्यो दोर्जेको बोल्ने कला र एक किसिम किताबमा दर्शाउने धेरै नै फरक छ होइन। किताबमा दर्शाएको पक्षको एकदम गहिरो गम्भीरता कुराहरू छ भने बोल्ने कुरामा अब गम्भीरता नभए पनि एक किसिम के हो त साधारण हिसाबले प्राणी उद्धार गर्नको लागि त्यसमा कोमलता र सत्यता त्यस्तो गहना थियो उहाँलाई होइन। विद्वानहरूमा एकदम कयुमा 8औं कर्म मिग्यो दोर्जे एकदम के हो त अब अत्यन्त प्रसिद्ध थियो। अब मिग्यो दोर्जेको होइन अब धेरै अब रचना मध्येमा अब लुटुप घोङ्गेन भनिन्छ होइन। अब नागार्जुनको अब भनौँ न नागार्जुन भावनाको एउटा भनौँ न एउटा गहना होइन, अलङ्कार त्यस्तो थियो होइन। अब अत्यन्त अब दार्शनिकमा रुचाउने थियो मिग्यो दोर्जे। अब 10औं कर्म अब छुइङ दोर्जे हो भने अब कलामा धेरै रुचि राख्थे, जस्तै कि चित्र र कविता लेख्ने उनको आफ्नै विशेष कलात्मक शैली थियो। अब छोटकरीमा होइन भन्नु पर्दाखेरि भनौँ न अब चित्रकला कोर्ने क्रममा भएन एकदमको भोटमा अरूभन्दा धेरै धेरै विशेषता होइन। त्यही कारणले गर्दाखेरि कर्मपा चाहिँ एक किसिमको भनौँ न कर्मपाका विभिन्न अवतारहरूले ज्ञानका विभिन्न क्षेत्रहरूमा ओगटेको, विभिन्न क्षेत्रमा रुचि रहेको थियो होइन। व्यापक विचारहरू, खुल्ला विचारहरू, आकाशमय विचारहरू होइन थियो। त्यो क्षेत्रमा विकास गर्न सक्षम व्यक्तिहरू पनि थियो। अब यो कर्मपाहरूले चाहिँ के हो त अब सामान्य र असामान्य ब्राह्मणहरू पनि उहाँहरूले यसरी बाहिर ल्याउनु भयो होइन। यो उहाँहरूको दोस्रो शैली थियो। अब तेस्रो उहाँको विशेष शैली के थियो भन्दाखेरि होइन
कर्म विभिन्न अब अवतारहरूका लागि अब काग्यु गुरु हुन् काग्यु अब उहाँहरूलाई चाहिँ एक किसिमको अधिकारमा राख्ने अधिकार जोगाउने चाहिँ त्यस्तो चाहना केही थिएन अब पूर्व कर्महरू एक किसिम के हो त हैन अब यो राजतन्त्र एक किसिमको यो भनौँ न विभिन्न राजतन्त्र विभिन्न यो बाहिरीको कुराहरुमा उहाँले चासो कहिले राख्नु नहुन्थ्यो मन नबनाउनु हुन्थ्यो बाहिरीको अब राजनीति मात्रै नभएर विभिन्न गुम्बा मठ मन्दिर ठुलो ठुलो बनाएर अधिकारमा राख्ने त्यस्तो चाहना इच्छा कहिले राख्नु नहुन्थ्यो हैन अब काग्यु वंशको पालन पोषण एकदम प्रसार गर्नु उनीहरूको मुख्य काम थियो भन्ने उल्लेख गर्नु आवश्यकता थिएन तर 14औं गदेन ठिप रेन्जिङ वेसरद्वारा शिक्षाको उज्यालो भनौँ न यसरी भन्नुभयो कि अब कर्मपहरू र चीन र तिब्बत भरि सबै ठाउँमा सामान्य रूपमा सम्मानित दिएको छ हैन अब उहाँले अब एक किसिम के हो त अब कर्मपको नाम चाहिँ उहाँले लिनु मान्नु भएको थिएन प्रायसो हैन तर के हो त उहाँले अब प्रायसो आफ्नो चेहराको यो चीन तिब्बतमा धेरै ठाउँमा सम्मानित भएको कारणले उहाँले अब के हो त एक किसिमको पछि गएर अब उहाँले अब नाम स्वीकार गर्नुभयो हैन त्यसै कारणले गर्दाखेरि उहाँले विभिन्न काग्यु सम्प्रदायको पालन पोषण गर्नको लागि भिक्षुहरू अब फैलाउने विभिन्न सम्प्रदायहरूलाई यसरी जोगाउने त्यसरी अब भनौँ न एक किसिमको सबैलाई अधिकारमा लिने अब सोच उहाँले कहिले पनि गर्नुभयो त्यस्तै गरी कर्मपाको यो विभिन्न क्रमिक अवतारहरूमा अब उहाँ स्वभाव नै काग्यु वंशको अब अनि पालन पोषण गर्ने सुरक्षा गर्ने प्रसार गर्ने उहाँको अब जिम्मेवारी भएको थियो तर पनि उहाँको अब कर्मपको अब विशेष त अब उहाँको चर्या लीला हेर्ने हो भने हैन अब के हो त अब काग्युको मात्रै दर्शन धर्म फैलाउनको उहाँको चाहना हो इच्छा होइन हैन अब त्यो गदेन ट्रिपा रिन्चिङ वेसरले उहाँको यो भित्र के लेखेको छ भन्दाखेरि हैन गेलोपा गुरुले के लेखेको छ त भन्दाखेरि हैन जसरी भन्छ कि 10औं सम्म कर्मपाहरू तिनीहरूको गतिविधिद्वारा तिनीहरूको समृद्धि र प्रभावको हिसाबले सबै तिब्बतीहरूका लागि लामाहरू थिए हैन के थियो त भन्दाखेरि अब यसले चाहिँ कर्मपाहरू चीन र तिब्बतभरि सबै ठाउँमा समान रूपमा सम्मानित छन् र सबैको एउटा प्रकाशमय र सबैलाई सत्य मार्ग देखाउने एउटा अनि धेरै अब गम्भीरता सोच्नु हुने अब महान गुरु हो हुने अब सम्मान र सम्मानित छन् भन्ने यसरी उहाँले अब बताउनु लेख्नु भएको थियो अनि अब त्यसै कारणले उहाँले अनि कर्मपाको जुन अब आफ्नो जीवन इतिहासमा हैन अरूको सिद्धान्त लाई थिचोमिचो गर्ने अरूको दृष्टि अरूको दर्शन अरूको धर्मलाई अब हटाउने र पक्षपात गर्ने त्यस्तो खाले सोच कहिले पनि उहाँले लिनु भएन त्यस्तो नहुन्थ्यो र कर्मपाले त्यस्तो कहिले पनि सोच्नु नहुन्थ्यो अनि
कर्म चाहिँ पहिलो कर्मदेखि लिएर 16औं अवतरी कर्मवशमा अब के हो त अब जुन पक्षपात गर्ने दर्शनलाई भेदभाद गर्ने हैन अनि विभिन्न सम्प्रदायहरूलाई अब छुटाउने त्यस्तोलाई उहाँले विशेष गरी अब मध्यनजर गरी अब त्यसरी अब त्यसो गर्नु हुँदैन भने यसरी बारम्बार उहाँले अर्थी उपदेश र विभिन्न सत्यको कुराहरू यसरी उहाँले पस्काउनु हुन्थ्यो त्यसै कारणले गर्दाखेरि तिनीहरूले विभिन्न परम्परा विद्यालय हुनुको कारणदेखि उनीहरूले अब भवनलाई पनि राम्रोसँग हेरे तिनीहरूले सधैँ विद्यालय बीचको सम्बन्ध र पूर्वकरणलाई अस्वीकार गर्नु पनि भएको थियो एक समयमा हैन यस कारणले गर्दाखेरि पत्सव लोसावाले पहिलो कर्मपा दुसुम खेम्पालाई बुद्धको चित्र दिनुभयो जुन बुद्धबाट भिक्षु सिंहसम्म बुद्धको शिक्षाको प्रसारणलाई निरन्तर दिनु अनि सहयोगको रूपमा भनिएको थियो अनि अब यो चाहिँ के हो त भन्दाखेरि अब निरन्तरता दिन सहयोगको रूपमा भनिएको थियो र सबै बोधगयाबाट भएको भनिएको अब एउटा भनौँ न उहाँले भन्नुभयो कि बुद्धको शिक्षा तपाईलाई पठाउँदैछु त्यसैले तपाईले जिम्मेवारी लिनुपर्छ भन्ने यसरी अब विभिन्न थङ्गमा कुरिएको यस्तो अब भनौँ न अब यो लुटु नगरजुनाको पालोमा बुद्ध गए पूजा गर्दाखेरि एउटा सङ्घ थियो होइन हो त्यो सङ्घ चाहिँ के हो त भन्दाखेरि अब अनि जुन पत्सव लोसावाले एक किसिम के हो त उहाँले भन्नुभयो कि म बुद्धको शिक्षा तपाईँले पठाउँदैछु त्यसैले तपाईँले जिम्मेवारी लिनुपर्छ भन्ने यसरी अब बताउनु भयो अनि यो चाहिँ अब बौद्ध धर्म फैलाउनको लागि एउटा काइजु सम्प्रदायको मात्र नभएर समग्र बौद्ध धर्मको प्रचार प्रसार सुरक्षा यसलाई फैलाउनको निम्ति अब जिम्मेवारी लिनुपर्छ भने यसरी अब हैन यसरी जिम्मेवारी दिनुभएको थियो त्यो उहाँले अब स्वीकार पनि गर्नुभएको थियो यो चाहिँ एउटा उहाँको सद्वचन थियो त्यस्तै गरी अब दोस्रो कर्म पक्षी रहेको छ उहाँले के बताउनु भएको छ त भन्दाखेरि अब के भनेको छ त भन्दाखेरि सेम्बर राजु दोर्जे भनेको चाहिँ के हो त आकाशमा हैन आकाशमा अब उदाएको एउटा उज्यालोमा एउटा हैन आकाशमा उदाएको सूर्य जस्तै कुनैमा पक्षपात नभएको अनि सर्वमङ्गल छ हैन त्यही कारणले गर्दाखेरि अनि यो उहाँको यो बुद्धि चित्तको कर्मले बुद्धि चित्तको कार्यले उहाँको करुणामय मैत्रीको प्रकाश उदाएर 10,000औं ठाउँमा यसरी फैलिएर हैन पूर्णिमाको जुन जसरी वृद्धि भएर अनि संसारमै शुभ मङ्गल भएर जाओस् र मङ्गल होउन् भन्ने यसरी तीनौं दोस्रो अवतारी कर्म पक्षीले यसरी बताउनु भएको थियो रङजुन दोर्जे यसरी अब आउनेछ भन्ने यसरी बताउनु भएको थियो आकाशमा घाम जस्तै रङ्ग रङ्ग दोर्जे बनोस् गैर सम्प्रदायका शुभ होस् बोधिसत्वको गतिविधि मार्फत उहाँको करुणाको ज्योति चम्कियोस् पूर्णिमाको जुन जस्तै सबै दिशामा पुण्य होस् भन्ने यसरी कर्म पक्षीले यसरी बताउनु भएको थियो यो सञ्जाल चाहिँ अलिकता कहिलेकाहीँ समस्या देखिन्छ त्यस्तै गरी अब तीनौं अवतारीको तीनौं कर्मपरा त्यसरी यो पाँचौं कर्मपाले अवतारी कर्मले के भनेको छ भन्दाखेरि रङजु दोर्जे दिशिष्यपाले हैन मेरो यो सम्प्रदाय चाहिँ हैन के हो त भन्दाखेरि हाम्रो यो वंश भारतीय राज वंश पनि होइन न त यो चिनिया सम्राटको वंश हो पनि होइन यो बुद्ध शिक्षालाई समर्थन गर्ने वंश हो भने यसरी बताउनु भएको छ
हैन अब हेर्ने हो भने हैन यो धपोकयुको एउटा यो सम्प्रदाय हो परम्परा हो तर पनि त्यो मेरो यो मात्रै हो भन्न उहाँले कहिले पनि यसरी हैन पक्षपात गर्नु भएन हैन अनि विभिन्न अब नाम मैले राख्नु पर्दैन पक्षपात गर्नु परेछ यो चाहिँ बुद्धको एउटा बुद्धको शिक्षालाई समर्थन गर्ने यो सम्प्रदाय हो भन्ने यसरी बताएको छ त्यस्तै गरी अब सातौं कर्म अब छोटा ग्याचो सातौं यसरी के बताउनु भएको छ भन्दाखेरि हैन सातौं कर्म छोटा ग्याचोले यसरी लेख्नु भएको छ कि यहाँ तिब्बतमा सबै वंशहरू मुख्यतः केवल बौद्ध महायान र विशेष गरी गोप्य मन्त्र शिक्षाहरू छन् हैन अनि शिक्षाको साधकहरू धेरै छन् बुद्धले सिकाएको शिक्षामा कुनै विमति भिन्नता र त्यसमा अभेद त्यस्तो केही छैन हैन चाहे साक्या होस् जनङ्बा होस् शालुवा होस् बोदङ्बा होस् गेलुक्बा होस् हैन अब गदेङ्बा होस् अब रदेङ्वा कदम्बा सङ्फुवा गम्बोपा सुर्फुपा त्यस्तै डिगुङपा तालुङपा ढुक्पा आदिका हैन वर्तमानमा अब हालमा छुट्टै छुट्टै वंशहरूको अर्थ हैन छ हैन विभिन्न अब बताउँछ हैन वंशहरूको अर्थ व्यक्तिगत धर्म वंशहरू राखिएको छ विभिन्न राखे तापनि यो नाम बाहेक अर्थ फरक छैन नाम मात्रै फरक हो हैन मठहरूको विकास कारण तिनीहरूको विभिन्न क्षेत्र चलनहरूमा दैनिक प्रार्थना र हैन आफ्नो अब शिरको छुट्टै परम्परा छ तर पनि हैन यो हुनुको कारण के हो त हैन एउटा पूजा आजा गर्ने हैन यो टोपी लाउने तरिका छुट्टै त्यसै गरी अब यो घन्टी पूजा आजा गर्ने तरिका गर्ने बेग्लै भएको कारणले मात्रै अनि त्यो बेग्लै भए तापनि हैन सत्यता भित्र अभ्यासको बौद्ध शिक्षाहरूमा भित्र फरक छैन टोपी लाउने फरक घन्टी बजाउने फरक हुँदैमा बुद्धको शिक्षामा फरक हुँदैन सबैको के हो त अर्थमा वास्तविकता हो वास्तवमा हेर्ने हो भने बुद्धको शिक्षाहरूमा फरक छैन हैन कुनैमा छैन ती सबै बुद्धको शिक्षाहरू हुन् त्यसैले तिनीहरू पुण्य सङ्कलन गर्नको लागि प्रसादको साँचो प्राप्तकर्ता साबित भएको छ हैन अनि यो बौद्ध धर्म मान्ने एउटै बुद्धको धर्म मान्ने एउटै अध्ययन गर्ने एउटै अध्ययन गर्नको लागि मुख्य स्रोत एउटै हैन भएको कारणले गर्दाखेरि मान्छेमा फरक र एउटा सम्प्रदायमा फरक बोल्नेमा फरक हुँदैमा बुद्धको मुख्य रसै भरिएको सूर्य चन्द्रको रोशनी जस्तो धर्म फरक कहाँ हुन्छ एउटा नै हो त्यही कारणले अनि उहाँले के भन्नुभयो भन्दाखेरि यो कर्मपाको रूपमा हैन म स्थान समुदाय म एउटा स्थानको मान्छे समुदाय विद्यार्थी शिक्षा धर्म परम्परा आदिमा कुनै गुट पनि छुटाउँदिन म त्यहाँ कर्मपाको परम्परा वा शिक्षण हो भन्ने ठान्दिन बुद्धको शिक्षा कर्मपाको शिक्षा हो तिनीहरूमा प्रवेश गर्नेहरू सबै कर्मपाको शिक्षामा प्रवेश गर्ने नै हुन् भने यसरी बताउनु भएको छ हैन त्यही कारणले गर्दाखेरि अनि समग्र बौद्ध धर्मलाई कर्मपाको धर्ममा यसरी शिक्षामा उहाँले बताउनु भयो उहाँको इरादा पनि त्यही थियो हैन अनि मिगी दोर्जेले त्यसरी अब बताउनु भएको छ र हैन कुरापा भने मिगी दोर्जेले अब यसरी अब लेख्नु भएको हैन भने अब यो लेख्नु भएको छ कि हैन मिगी दोर्जेले के लेख्नु भएको छ त भन्दाखेरि हैन धेरै कारणहरू राखेर धेरै अर्थहरूलाई उहाँले अनि त्यसरी पल्टाउनु भएर हैन विभिन्न बौद्धको शासनमा सम्प्रदायमा पक्षपात गर्नु हुँदैन जसले पक्षपात गर्छ त्यसको परिणाम अत्यन्त नराम्रो हुनेछ भने यसरी पूर्वपालाई बताउनु भएको कुराहरू त्यसमा पस्काएको छ अब यसको धेरै मैले बताएँ अब संक्षिप्तमा बताउनु पर्दाखेरि
सामान्य हामीले अब आफ्नै अब होइन अब हामी एउटा विशेषता एउटा आफ्नै सम्प्रदायमा हामी बसिरहेका छौँ होइन एउटा विशेषता सम्प्रदाय फरक भएको होइन त्यसको समाजमा हामी बसिरहेका छौँ होइन अब त्यहाँ बसेको कारणले गर्दाखेरि होइन अनि हाम्रो आँखामा हाम्रो कानमा हाम्रो आँखामा हाम्रो वचनमा चाहिँ आफ्नो छेउमा बाहेकको छेउ अर्को ठाउँमा हुने केही देख्दैनौँ अन्य अन्धकारमा छ यदि साँच्ची नै हामी बौद्ध धर्मलाई फैलाउने एउटा शिक्षार्थी अनि गर्ने हो भने होइन अब सबैमा हामीले हेर्नुपर्ने हुन्छ होइन त्यही कारणले अहिलेको समयमा एउटा गुम्बा एउटा सानो एउटा मठ एउटा गुठीमा बसेर होइन आफ्नो बाहेक अरूको कसैको चासो पनि गर्दैन होइन अनि आफ्नो बाहेकको अरू कसैले नहेर्ने गर्दाखेरि एउटा सानो पोखरीमा एउटा सानो एउटा कुवामा अड्किरहेको छ होइन त्यसै कारणले गर्दाखेरि अनि हामीले सानो यो कुपा मान्डुको सोच लिएर होइन एउटा सानो कुवाभित्र मात्रै अनि अड्केर आफ्नो मात्रै राम्रो अरूको लागि पक्षपात गर्यो भने त्यो राम्रो हुने छैन त्यही कारणले अनि एउटा विद्वानको एउटा सुभाषित पाठबाट के लेखेको छ भन्दाखेरि होइन होइन अनि आफूलाई होइन आफूसँग आँखा भए तापनि अब आफूले हेर्नु चाहिँ एउटा ऐनाको आवश्यक परेको छ भने जस्तै होइन अरूलाई हेर्नु त आँखा छ तर आफूलाई हेर्नु चाहिँ एउटा अनि ऐना एउटा पर्ने देखाउनु अब चाहिने हुँदाखेरि होइन अनि त्यस्तो किसिमको होइन अब आँखा अब के भन्छ आफूले हेर्ने आफूले पनि हेर्नु पर्यो होइन आफ्नो आँखाले अरूले मात्रै आफूलाई पनि हेर्नु पर्यो आफू बस्ने गुम्बा होइन अब आफूले हेर्नु पर्यो अब एउटा आफू चाहिँ बाहिरको मान्छेले यस्तो आफूले हेऱ्यो भने होइन अनि आफूले अब आफ्नो गुम्बा आफ्नो गुरु आफ्नो समाज आफ्नो छिमेक आफ्नो सम्प्रदाय कस्तो रहेछ होइन आफू चाहिँ अरू ठाउँमा राखेर हेऱ्यो भने त्यो चाहिँ स्पष्ट हामीले देख्न सक्छौँ हाम्रो हेर्ने कला हाम्रो दृष्टि चाहिँ अनि आफ्नो केही समयमा आफ्नो अगाडि मात्रै नभएर होइन केही माइल केही किलोमिटर टाढोसम्म अनि हामीले हेर्नु सक्ने बनाउनु पर्दछ यदि आफ्नो ठाउँ मात्रै हेर्ने आफ्नो निधारको अगाडि मात्रै हेर्ने अनि अर्को ठाउँमा हामीले ओगट्नु सक्ने हेर्नु सकेन भने त्यो चाहिँ के भन्छ एउटा के हो त किसिमको कुपा मान्डुको सानो सोच भ्यागुताको सोच जस्तै हुनेछ होइन अब यो संसारमा हेर्ने हो भने होइन धर्मको सम्पर्क धेरै छ होइन यो धर्म अब समाजमा अब होइन सम्प्रदायमा अब धेरै छन् होइन शुद्धता पनि छ अशुद्ध भएको पनि धेरै छन् अब यो धेरै अब विश्वविख्यात अब धर्म अब शासनमा अब होइन अब एउटा इस्लामिक छ इस्लाम छ होइन विभिन्न छ त्यसमा अब म एउटा इस्लाम प्रति विश्वास गर्छु आस्था राख्छु म परमेश्वर प्रति राख्छु होइन भने धेरै छ होइन होइन त्यही कारणले गर्दाखेरि अब आफ्नो गुम्बाको भित्ता आफ्नो गुम्बाको केही अब रूपहरू बाहेक अरू हेर्दै त्यसले गर्दा हामी त्यसमै अन्यल परिरहेको छ त्यसै कारणले हामीले वास्तवमा हेर्ने पनि बौद्ध धर्म चाहिँ संसारको विश्वविख्यात धर्ममा आउँछ तर त्यो हामीले हेर्नु चाहँदैन होइन अब पहिलेको कुरा गर्ने हो भने होइन अब गएको विगतको अब इतिहास पढाउने हेर्ने भने होइन अनि धेरै गाउँ क्षेत्र विकास धेरै अब नगरहरूमा अब बौद्ध धर्म धेरै फैलिएको थियो होइन अब बौद्ध धर्म फैलिएको देश राष्ट्रहरू धेरै छन्
हैन अब त्यो धेरै भएको कारणले गर्दाखेरि अब धेरै विश्वविख्यात पनि भयो तर अहिले हेर्दाखेरि जुन पहिला फैलावट भएको र अहिले गिरावट भएकोमा धेरै अब हामीले दुःख लाग्दो कुरा छ हैन अब हैन त्यो गिरावट हुनुको कारण अब धेरै विभिन्न छ हैन अब ठाउँ ठाउँमा अब अभाउनु अब धर्महरू अब फैलाउँदैछ त्यो फैलाउनको लागि दिन प्रतिदिन उनीहरूले अब परिश्रम गर्दैछ हैन अब आफू एउटा बौद्ध मार्गी भए तापनि बुद्धिस्ट भए तापनि अब अरू धर्ममा अब परिवर्तन गराउने धेरै छन् हैन अब के हो अब यो यस्तो मान्छेहरू चाहिँ के हो त भन्दाखेरि हैन एक किसिमको अब भित्र चाहिँ बौद्ध मार्गी भएको तर बाहिर अर्को शासनले अब राज गर्दाखेरि भित्रको अब लुकेको हुँदाखेरि विशेष त भित्र चाहिँ के को गुदी थियो त एउटा बुद्धिस्टको गुदी हैन 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 त्यही कारणले त्यो अब मर्दै गयो किन शिक्षा कमी भएर हैन अब महायान पनि अब भित्र के हो त महायान थेरावाद हैन महायान हिनावान दुई प्रकारको यानहरू रहेको छन् हैन अब फेरि त्यो भित्र सूत्र तन्त्र हैन ओ म एउटा सूत्र अब अध्ययन गर्ने हो अब त्यो तन्त्र होइन फेरि तन्त्रले चाहिँ अब हामी तन्त्र अब अध्ययन गर्ने हो सूत्र तल्लो तहको भने यसरी पक्षपात गर्ने अब एक किसिमको अब थिचोमिचो गर्ने हैन धेरै कुराहरू छ धेरै अब हैन अब भोटमा पनि भनौँ न अब बौद्ध 4 प्रकारको अब महासम्प्रदाय हैन अब 5 अब सम्प्रदायहरू छ त्यो भित्र पनि हेर्ने अब अरू त परिचय हैन अब यो काइयुपामा पनि हेर्यो भने अब हैन 12-13 वटा सम्प्रदाय हाँगाएर अब छुटिएको छ विभिन्न नामहरू विभिन्न अब त्यसमा अब व्यापार राखेको छ जे भए तापनि धेरै नामहरू धेरै अब राखिएको छ अब अझै पनि अब अहिले पनि अब अहिले पनि अब ऊ यो फलाउन कागियो अरे त ढिस्का कागियो अरे हामी यो भनेर अब त्यहाँदेखि नमिलेर अब त्यहाँदेखि निस्किएर जाने पनि धेरै छ हैन अब हामीले कुरा गर्ने हो भने हैन अब विशेषता हेर्ने हो भने बौद्ध धर्मको कुरा गर्ने भने अब एकमुठी भन्दा छैन हैन एकमुठी भन्दा छैन अब जुन एकमुठी भएकोलाई पनि हामीले टुक्रा 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 गरेर अनि धेरै टुक्रा पार्दियो भने एक दिन त्यो एकमुठी पनि देख्न सकिँदैन त्यो कसको लागि घाटा भयो त हाम्रो लागि जुन हाम्रो पहिचान जुन संसारमा उज्यालो भएको एउटा सत्यता बौद्ध धर्मको एउटा रोशनी टुक्रा 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 फुट्दै जाँदाखेरि लाग्छ बिन्दु नभए हराउने लोप हुँदै जाने खतरा हुन्छ हैन अब धर्ममा पक्षपात नभएर पक्षपातमा त धेरै नै नराम्रो विकृति भयो त्यसमा भेद विभिन्न खण्ड विभिन्न सम्प्रदाय छुटाउँदाखेरि पनि धेरै नै विकृति हुने खतरा देखेको हुँदाखेरि यो म त्यति राम्रो लाग्दैन अब त्यस्तो बेलामा अब कसरी अब एकीकरण गर्ने अब कसरी हामी अघि सार्ने त भन्दाखेरि त्यो अघि सार्नको लागि पहिलो कदम तपाईँले चाल्नुपर्छ तपाईँले कदम चाल्नु भयो भने हैन बल्ल त्यो एकीकरण हुनु सम्भव छ उदाहरणको लागि हैन अब जुन चाहिँ उदाहरणको लागि एउटा अब किनेको एउटा कुनै फलफुल प्लेटमाथि राखेर हैन आफूले नाकेन केही दिन त्यहाँ राख्यो भने के हो त हैन केही दिनमा त्यहाँ राख्यो अब त्यसमा अब आफूले हेरचाह गरेन त्यत्तिकै त्यो राख्दियो भने के हुन्छ त्यो केही दिन त्यो कुहिएर जान्छ हैन त्यो कुनै कामै आउँदैन त्यस्तै किसिमको हामीले एउटा भएको बौद्ध धर्मलाई चाहिँ अब मुख्य चाहिँ बौद्ध धर्म नै टाढो राख्ने हैन जुन आफ्नो मात्रै गर्ने अरूलाई चाहिँ उता राख्यो त्यो एक दिन त्यो कुहिएको कुराले जुन आफूलाई नै कुहाउने हुँदाखेरि त्यस्तो धेरै सम्भावना देख्दाखेरि एक आपसमा के हुनु पर्यो त हामी एक आपसमा मेल मिलापता हैन एक आपसमा हामी सम्झौता हुनु पर्यो अब सबै धर्म एकीकरण हुनुको लागि केमा मुख्य भर पर्दछ भन्दाखेरि हैन के हो त भन्दाखेरि हैन कुनै यहाँ भेद छुटिएको सम्प्रदाय कुनै एउटा
लोप हुँदै गरे एउटै घट्यो भने एउटा बिग्रियो भने सबैमा गिरावट आउनेछ एउटा फैलियो भने सबैमा फैलिनेछ भने यसरी त्यो सोचले तपाईले ल्याउनु भयो भने अत्यन्त नि त्यो बलियो र पूर्वाधार हुनेछ हैन त्यस्तो किसिमको अब त्यसै कारणले यो विभिन्न आर्थिकको हैन आर्थिक कारोबारको गर्ने अब संसारको कुराहरु गरे भने त्यही नै हो हैन अब संसारमा पनि त्यही हो जस्तो अमेरिकाको कुरा गरौँ आर्थिकमा एकदम उहाँले टापु छुएका छन् विभिन्न धेरै अब शक्तिशाली देशहरु रहेका छन् हैन उनीहरु चाहिँ अब छाती फुलेर हिँड्छन् किनकि एक किसिमको के हो त सबै भयपूर्ण भएको छ हैन त्यस्तो किसिमको अब कमजोर एक किसिमको संसार भन्छन् हैन उनीहरु दिन दिन अनिकलमा पल्टेको छ हैन यसरी आफू मात्रै ठुलो हेर्ने अरूलाई चाहिँ अब त्यसरी एक किसिमको के हो त अरूलाई अब हामीले अब नहेर्ने अनावस्था गरे भने दिन प्रति त्यो बढ्दै बढेको के हुन्छ एक किसिमको सबै आफ्नो आर्थिक पनि सबै सुकेर त्यो एक किसिमको के हो त तल्लो तहमा झर्ने सम्भावना देखिन्छ त्यही कारणले गर्दाखेरि अनि त्यस्तो किसिमको बौद्ध धर्म पनि त्यही नै हो आफ्नो मात्रै नभएर सबै ठाउँमा हैन सबै ठाउँमा अब हामीले अब एकीकरण गरेर हैन हेर्नुपर्ने हुन्छ अब एउटा बुद्धको मूर्तिको लागि कुरा गरौँ न एउटा बुद्धको मूर्ति हामीले दर्शन गर्दाखेरि पनि मन अलिकति के हो त अब कहिले खुसी हुने कहिले नहुने हैन किनकि देश अनुसारको देश अनुसार आउने मूर्ति देख्दाखेरि के हो त अलिकति चित्त नबुझ्ने हैन त्यस्तो अलिकति विश्वास नलाने विश्वास नजाने त्यो किन भएको त भन्दाखेरि आफ्नो मात्रै सत्यता आफ्नो मात्रै चोक अरूको चासो नगर्ने अरूको लागि पक्षपात छुट्याएर गर्दाखेरि एउटा बुद्धको मूर्तिले मात्रै त्यस्तो एउटा श्रद्धा नजाग्ने विश्वास नजाग्ने त्यस्तो देखिन्छ त्यो केले गर्दा भयो पक्षपात र आफ्नो मात्रै सोच्ने एउटा धारणा गरेर त्यस्तो भएको छ हैन अब बौद्ध धर्ममा त्यही छैन भने हैन कयु धर्म हैन त्यो भित्र कयु धर्म छँदै छैन हैन एउटा त्यो त खराएको सिंह जस्तै हो जुन नभएकोलाई भएको जस्तै त्यही कारणले हैन जुन बौद्ध धर्म नै रहेन भने कयु कहाँ रहन्छ कयु सम्प्रदाय निङ्म सम्प्रदाय घेलुक सम्प्रदाय साक्य भोन कहाँ रहन्छ रहँदैनन् हैन त्यो दिन अब त्यो प्रति लोप हुँदैन किन त भन्दाखेरि त्यो एउटा सानो ठाउँमा टाउको घुमेर बस्यो त्यसमै घुम्यो समग्र सत्यतालाई नपल्टाएको नहेरेको कारणले गर्दाखेरि अब सानोमै अन्धो भएर अँधेरोमा त्यसमै पसिएको हुँदाखेरि अनि सुसम्पन्न बौद्ध धर्म हुनु सक्दैन शुद्धता हुनु सक्दैन हैन अरू हेर्दा म एकदम सुसम्पन्न छौं हैन हामी शुद्धता छौं अरू भन्दा हामी एकदम पहिलो कदम हामीले ओगट्न सफल भएको छौं यसरी आफ्नो ठाउँमा मात्रै यसरी तपाईले सोच्ने दिन प्रति त्यसमा खट्नु भयो भने हैन अब त्यो के हो त भन्दाखेरि अब त्यो त अनि धेरै नै लोप हुने धेरै नै मासिन जाने खतरा देखिन्छ अहिले संसारमा हेर्ने हो भने के हो त यो संसार चाहिँ के हो त सबै एक आपसमा साथ सहयोग गर्ने एक आपसमा सम्बन्ध राम्रो गर्ने आफ्नो देशभन्दा अर्को देशप्रति दया माया जागेर साथ सहयोग मित लगाउने हैन साथी संगम यसरी मिलाउने गर्दाखेरि एक आपसमा भएर यसरी अब एक एउटा परिवार जसरी अब बस्ने एउटा त्यसरी हामी हुनुपर्छ भने त्यस्तो समाजहरु आइसक्यो तर त्यस्तोलाई हामीले अझै पनि चासो नगरेर हैन जुन पुरानो बुढापाको कुराहरु जुन अब रूढिबाजीहरुले मात्रै हामीले त्यसरी शिरमा राख्यो भने सत्यता के हो प्राथमिकता दिनुपर्ने धर्म के हो त्यही नै हरेर जान्ने हुन्छ त्यही कारणले आफूले के एउटा दायित्व एउटा भिक्षु भएर एउटा बौद्ध मार्गी भएर दायित्व के भन्छ भन्दाखेरि हैन आफ्नो मात्रै पक्ष नभएर हैन समग्र बौद्ध धर्मलाई कसरी स्वीकार गर्ने हैन अनि कसरी एकता हुने बौद्ध धर्म
अनि आफ्नो मात्रै नभएर जस्तो सुकै बौद्ध धर्म हैन अब कहीँ भित्र भयो भने होस् निङमा घेलु साक्या भएन हैन बौद्ध धर्म समग्रमा सबैमा सम्बन्ध सबैमा मान सम्मान सत्कार गरेर हैन एउटा म बौद्ध मार्गी हुँ यो मेरो सबै एकै नै हो भने यसरी एउटा महान विचारले तपाईले ढाकेर यसरी हेर्नु भयो भने त्यो तपाईको बन्नेछ यदि त्यो भित्र भयो कुनै पक्षपात मात्र तपाईले लिएर हेर्नु भयो नि अर्को भाग कुएर गएर तपाईले त्यो कुएको तपाईमाथि वर्षेर तपाई पनि एकदिन कुए नै हुँदाखेरि लोभ भएर नाश र नष्ट भएर जाने त्यो एकदम आफूलाई खतरा हुने सम्भावना हुनेछ त्यसै कारणले गर्दाखेरि अनि धर्ममा बताए जस्तै हैन धर्ममा बताए जस्तै पक्षपात प्राणीमा समग्र भनौँ न सम्प्रदायमा पक्षपात नगर भने धर्ममा बताएको छ शिक्षामा यसरी कोरिएको छ हैन अब त्यो भित्र अब संज्ञा थम्जे धेवाद सबै प्राणीहरू सुख शान्तिले युक्त होस् सुखको कारणले युक्त होस् भन्ने लेखेको छ हैन त्यही कारणले झन् त्यसमा त झन् आफू पक्ष मात्रै सुख शान्ति अरूलाई गर्नु भएन भने जुन त्यो भित्र लेखेको त अनि जुन हामीले चित्तपात महान विचार आफ्नो एकदम एउटा हाँस्ने एउटा हाँसो उठ्दो पाठ मात्रै जस्तो हुनेछ त्यही कारणले आफू मात्रै नभएर सारा एउटा बौद्ध मार्गीको एउटा जिम्मेवारी लिएर हैन यसरी सबैमा सम्बन्ध सबैमा एकता आफ्नो धर्म अरूको धर्म अरूको धर्म आफ्नो शिक्षा अर्को शिक्षा आफ्नो शिक्षा यसरी नै अब हामीले लिएर गर्न सक्यो भने अत्यन्त त्यो बलियो र एकदम के हो त नटुट्ने धेरै समयसम्म टिकाउ हुनेछ हैन अब हामी जस्तो सुकी सम्प्रदायमा बसे तापनि हैन अब जस्तो ठाउँमा सम्बन्ध अब बस्नु भए तापनि हैन मुख्य अब के हो त अब आफ्नो अब सम्प्रदाय आफ्नो धर्म आफ्नो शिक्षालाई अब मुख्य अब आधार सम्मान गर्नु मुख्य कुरा त्यो हो तर पनि हैन अनि आफ्नो मात्रै यस्तो सम्मान सत्कार के हो त नगरेर अरूलाई पनि के हो त सम्मान सत्कार हैन सबै नै एकै नै हो एकीकरण हो सबै एउटै नै हो भने यसरी अनि जुन अब एउटा बौद्ध धर्म मात्रै नभएर सारा संसारमा चलिएको एउटा प्राणी हितको लागि सुख शान्ति त्यसै गरी दया माया करुणा मैत्री भाव अनि भएको धर्मलाई सबै नै एकीकरण गरेर यसरी आफूले पक्रिनु भयो ग्रहण गर्नुभयो भने त्यही नै हुनेछ सबैको लागि शान्तिको दियो हैन अनि त्यसरी आफ्नो मात्रै मत अरूलाई पक्षपात गर्ने लत्याउने हो भने त हैन म एउटा बौद्ध मार्गी हुँ हैन त्यो माथि म बौद्ध धर्म म बुद्धको ज्ञान प्राप्त गर्नेछु भने त्यो त एकदम हाँसो लाग्दो कुरा हैन त्यो त हुँदैन असम्भव हो हैन शब्द मात्रै हो यो हैन मुखले मात्रै बोल्ने हो यो हैन तोताले बोलेको जस्तो हैन मुखले भन्ने तर वास्तविकमा अभ्यासमा के नल्याउने हैन अरूलाई लत्याउने पक्षपात गर्ने मुखले मात्रै एकीकरण हो भने त्यो कहिले पनि उभो लाग्दैन त्यसै कारणले मेघ्यु दर्जीको एउटा जीवनी अब मुक्ति अब इतिहासमा हेर्ने हो भने हैन अब दोष के हो गुण के हो आफ्नो गल्ती के हो हैन सबै उहाँले अब हैन जे गरे तापनि अब अरूले पक्षपात गर्यो भने त्यो दुःख बाहेक सुख छँदै छैन हैन त्यही कारणले धर्ममा पक्षपात गर्यो भने त्यो अत्यन्त नराम्रो हुनेछ त्योले आफूलाई नोक्सान हुनेछ भने यसरी कुराहरू बताउनु भएको छ मेघ्यु दर्जीले लसो फेरि भोलि अवश्य हामी बताउने छ अर्को पाठमा आज अन्तिमको अब वन्दना पाठ गर्न चाहँदैछौँ